हेलो हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म कहाँ जाँदैछु हेर्नु त। यो बाटो म कहाँ जाँदैछु भने आज खेतमा धान रोप्न जाँदैछु। अनि मेरो चाहिँ आन्टीहरू अघि गइसक्नुभयो के धान रोप्नलाई। अनि म चाहिँ भर्खर पुगेँ। मेरो भाग छैन। मलाई चाहिँ आन्टीहरूले 2 मुठा बिउ काटेर ल्याऊ भन्नुभयो। अनि म चाहिँ तलको घरमा ओर्लिएँ। अनि यहाँ चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ, अङ्कलले काम गर्दै हुनुहुन्थ्यो। अनि म चाहिँ बिउ काट्नतिर लागेँ। मलाई चाहिँ यो धान रोपेको दिन चाहिँ असाध्यै मजा लाग्छ के, रमाइलो लाग्छ। अनि यता फेरि माथिको घरमा मैले बिउ लिएर आएँ। आन्टीहरूले चाहिँ माथिको घर सकाइसक्नु भयो रोपेर। अब हाम्रो पालो तलको घरमा। अनि तलको लागि चाहिँ पानी पुगेको छैन। अब हाम्रो अङ्कलले यताबाट पानी झार्दै हुनुहुन्छ। अनि यता हाम्रो बुहारी पनि आइसकिन्, आन्टीहरू पनि बिउ काट्दै हुनुहुन्छ। हेर्नु त आज कस्तो रमाइलो भएको छ कि। अनि कसको धान रोपिसक्नु भयो। अनि हामीले चाहिँ माथि घरबाट टन्नै पानी झार्यौँ कि, हाम्रो घरमा चाहिँ पानी थिएन। अनि यहाँ पानी भरियो। अनि यता हेर्नु त म पनि काम गर्दैछु। यो माटोहरू चाहिँ तान्नुपर्छ क्या, धेरै अल्गो छ नि त। अनि सबै तयारी भइसक्यो, अब धान रोप्नतिर लाग्यौँ। अब हाम्रो चाहिँ यो गह्रो रोपिसकेपछि चाहिँ सकिन्छ। अनि हामी चाहिँ 4 जनाले रोप्यौँ। अङ्कलले चाहिँ सबै मिलाइदिँदै हुनुहुन्छ। अनि फाइनली धान पनि रोपिसक्यो है साथीहरू। यसपालिको धान रोपाइसक्यो। हाम्रो चाहिँ धेरै छैन नि त रोप्नुलाई, 2टा गह्रो मात्रै थियो। अनि हामी घरतिर फर्क्यौँ। अनि हेर्नु त यहाँ बाटोमा बसेका सबै गलेर पाक्लाक पुक्लुक्क परेर गलेर भोक लागेर होला। बेटा केही छैन चारो, बिहानदेखिको होइन क्याउ क्याउ गर्यो। हामीले चाहिँ बिहानैदेखि रोपेको भएर धान रोपिसक्यो। अनि फाइनली